दौरा बनिन्छ मिठाहरू लानु तपाईहरु हेलो गाइज वेलकम टु माई ब्लग आज चाहिँ हामी वर्ष जानु आँटेको छ होइन अन्त हामी चाहिँ बिहान 3 बजी उठेको थियो सो बिहान चाहिँ ब्लग गर्नु मिलेन किनभने अँधेरो थियो होइन अन्त त्यस्तो निन्द्राले हामी त्यस्तो भइरहेको थियो अन्त अहिले चाहिँ हामी जोरथाङमा छु जाँदैछ के भन्नु छ छैन वर्ष आइसक्यो होइन अब हामी भर्खर झरेर अब चाहिँ उकालो यो उकालो हिँड्नुपर्छ हेलो चाहियो दामी लागि भनेको हैन भोक लागि भनेको हैन पाउडर लागेको माने खान पनि आयो अब चाहिँ हामी उकालो चढेको लानु तपाईहरु हिँड्नु सजिलो पर्छ है सजिलो पर्छ तपाईहरुलाई लानु बोक्नु भएछ कति चाहिँ गर्नु भएको छ कहाँ पराउनु भयो चाहिँ हामी लागेको हैन अन्त यहाँ हामीसँग चाहिँ विजय दादा हुनुहुन्छ हेलो भन्नु यहाँ चाहिँ सृष्टिका हाम्रो आजको गाइड अप एन्ड डाउन चाहिँ 4 घण्टा लाग्छ यो बाटो सुकायो भने चाहिँ यसलाई चाहिँ निकालेर सुकायो भने चाहिँ यो चाहिँ दौरा बनिन्छ लट्ठी बनिन्छ कौडीले बदमास गर्नेलाई कुट्नु लाग्यो है अनि दुईटा छ हामी चाहिँ 1 किलोमिटर हिँडिसकेछ होइन स्टिल 4 किलोमिटर्स मोर टु गो चाहिँ लातलबाट झार्दैछ यहाँ आउने जानेले चाहिँ यस्तो बदमस्तना कोकोनट वाटरबाट स्टार्ट गरेको होइन अलि चिया खाएको थियो अनि यहाँ आएर चाहिँ अब हामी कोकोनट वाटर खानु आँटेको छु उहाँले चाहिँ प्रोटिन बार खानुहुँदैछ होइन चाहिँ हाम्रोमा यहाँ स्निकर्सहरू पनि छ अब चाहिँ 1 किलोमिटर जस्तो छ अरे हो बाल मजा आउँदैछ हात्तीहरू छोडेर
चाहिँ यसरी लुकिरहेको रहेछ होइन यहाँ अनि हामीलाई चाहिँ थाहा छैन जस्तो तर देखिरहेको छ सबैलाई हामीले चाहिँ यहाँबाट लुकिरहेको रहेछ हामीलाई डर देखाउन लागि हो तर हामी डराएन त डराइस टिप्नु चाहिँ हुँदैन के हुन्छ टिप्यो भने खै 550 फाइन पो भन्दै थियो यस्तो फुलहरू चाहिँ नटिपी इन्जोय गर्नुपर्छ जितेला गाइस दामी रहेछ वर्षे चाहिँ मन पर्यो सबैजना चाहिँ आउनु पर्ने रहेछ एकतालि होइन दामी रहेछ नभए चाहिँ रिग्रेट हुन्छ गाइस यही हो वर्ष चाहिँ होइन एकदम दामी रहेछ मेबी अब क्यामेरामा डल्लै क्याप्चर हुँदैन होला होइन भिडियोजहरूमा तर पर्सनली दामी रहेछ मलाई चाहिँ पुरै मन पर्यो होइन तपाईँहरू चाहिँ यहाँ यसरी टेन्टहरू लगाएर पनि बस्नु सक्नुहुने रहेछ होइन अन्त झालमुरी बनाउन सक्छ सो हामीले चाहिँ खानाहरू खाइसक्यो होइन अन्त अब चाहिँ ढिलो पनि भयो होइन कस्तो भयो तपाईँको एक्सपिरियन्स आजको मजा आयो सबैलाई सोधौँ कस्तो कस्तो भयो अब चाहिँ लास्ट हाम्रो कप नुडल्स खाएर चाहिँ हामी निक्लिनु पर्छ होला उसको त्यो दुख्यो अरे चबाएर बेसी हो
सफाहरू भइसक्यो यहाँ चाहिँ होइन सफा गरेर मैलाहरू डिस्कार्ड गर्ने प्लेसमा गरिसक्यो होइन तपाईँहरू पनि आउनुभयो भने मजाले खाएर सफा गरेर डिस्कार्ड चाहिँ गर्नु होला होइन अब चाहिँ हामी पानी पर्न आँट्यो होइन माथिको सफा भयो होइन अब चाहिँ हामी लागेको कप नुडल्स चाहिँ खानु पाएन अन्त बोकेर हिँड्दैछ अब जहाँ बाटोमा खानु मन लाग्छ त्यही खानु लाग्यो गएको गाई हामी चाहिँ आधी बाटोमा आएर होइन आधी बाटो आइपुगिसकेर चाहिँ कप नुडल्स खाँदैछु फर्केको अब चाहिँ थाक्यो पुरा अब अहिले चाहिँ पुरा थाकेको महसुस हुँदैछ है अघिसम्म त्यस्तो केही भएको थिएन एक्साइटमेन्टले अब चाहिँ बल्ल आइपुग्यो गाइस होइन उकालो हिँडेको भन्दा पनि ओह्रालो झर्दा चाहिँ पुरा खुट्टा ठोकेर दुख्दो रहेछ है ओह्रालो झर्दा कस्तो एक्सपिरियन्स भन्दैन ठोकेर है गएको गाइस